फाइनली प्रीति राई, सबिता राणा मगर र रश्मि कुमारी घिसिङ पनि एपीएफ भएका छन्। एकदम सही सुन्दै हुनुहुन्छ। प्रीति, सबिता, रश्मि सहित 9 जना महिला फुटबल खेलाडीहरू चाहिँ एपीएफमा भर्ती भएका छन्। अब तपाईहरुमध्ये कतिलाई लाग्न सक्ला फेरि उनीहरू त पहिलाबाट नै एपीएफबाट खेल्दै आइरहेका छन् भनेर। यो पनि सही नै हो। फेरि एपीएफबाट खेल्दै आएको भए पनि उनीहरू एपीएफमा भर्ती पनि भएका थिएनन् पहिला र उनीहरू करारमा रहेका थिए र करारमा रहेर खेलिरहेका थिए। अब भने उनीहरू एपीएफमै भर्ती भएका छन्। 9 जना महिला खेलाडीहरू एकै पटक एपीएफमा भर्ती भएका छन्। यसको अर्थ अब उनीहरू सशस्त्र प्रहरी बल एपीएफ भएका छन्। सोमबार अहिलेकी सर्वाधिक लोकप्रिय फुटबल खेलाडी प्रीति राई, रश्मि कुमारी घिसिङ र सबिता राणा मगर सँगसँगै सावित्री किशन, सरस्वती हमाल, सजनी थोकर, मनमाया दमै, मेनुका कुमारी आले मगर र शारदा श्रेष्ठ एपीएफमा चाहिँ भर्ती भएका हुन्। उनीहरू यसअघि करारमा रहेर खेल्दै आइरहेका थिए, मैले अघि पनि भने। अब भने उनीहरू एपीएफ नै भएका छन् र यो पक्कै पनि खेलाडीहरूको लागि निकै राम्रो कुरा पनि हो। र प्रीति, रश्मि, सबिता अहिलेको एकदमै लोकप्रिय नेपाली महिला फुटबल खेलाडीहरू जो राष्ट्रिय टिमबाट लामो समयदेखि खेल्दै आइ नै रहेका छन्। सरस्वती, सजनी र मनमाया पनि राष्ट्रिय टोलीमा परिसकेका छन्। सो यो भिडियो हेरिरहनु भएको तपाईहरुमध्ये कोही यदि स्पोर्ट्स इन्जुरीमा पर्नु भएको छ भने चाहिँ मेड प्लस स्पोर्ट्स क्लिनिक र स्पोर्ट्स इन्जुरी विशेषज्ञ डाक्टर सुशील थापालाई सम्झन सक्नुहुनेछ, जुन रहेको छ हस्पिटल रोड भरतपुरमा। सो ब्याक टु द टपिक, यी महिला खेलाडीहरू एपीएफमा भर्ती सँगसँगै अञ्जना राणा मगर पनि एपीएफमा गइसकेकी छिन् र आर्मीबाट खेल्दै आएकी अञ्जनाले एपीएफसँग सम्झौता गरिसकेकी छिन्। यसको भिडियो मैले हिजो हालिसकेको छु र तपाईहरूले युट्युबमा गएर फेरि पनि हेर्न सक्नुहुनेछ। ओके, महिला फुटबल खेलाडीहरू मात्र होइनन्, अन्य खेलका खेलाडीहरू पनि सशस्त्र प्रहरी बल यानि कि एपीएफमा भर्ती भएका छन्। 21 जना भर्ती हुँदा सबैभन्दा धेरै भने महिला फुटबल खेलाडीहरू नै परेका हुन् उक्त भर्ती हुनेहरूको सूचीमा। पुरुषतर्फ समीरराज थोकर पनि भर्ती भएका छन्। समीरराज थोकर जसले जावलाखेलबाट ए डिभिजन लिग खेलेका थिए। यस्तै गरी भलिबलमा रोमा महतो र सरोज भरदेवा, यस्तै गरी उसुको चाहिँ प्रेम कुमारी आले, अञ्जनी लुङ्गेली तेक्वान्दोतर्फ सञ्जना घरती मगर र अञ्जली कुमारी साउद रहेका छन् जो भर्ती भएका छन्। करातेका सञ्जु देसार, यसै गरी महिला क्रिकेटतर्फ चाहिँ रेवती धामी, कबड्डीतर्फ कलावती विष्ट र एथलेटिक्सकी आङमा बिक पनि एपीएफमा भर्ती भएका छन्। यसले चाहिँ खेलाडीहरूलाई निकै मद्दत मिल्छ, यो पक्कै पनि राम्रो कुरा हो। अब उनीहरू आफूलाई खेलमा मात्र केन्द्रित गर्न पनि सक्छन् र सरकारी सेवा सुविधा पनि प्राप्त गर्छन् भने आफू सँगसँगै आफ्नो परिवार पाल्नको लागि पनि निकै मद्दत मिल्छ। सो यी सबै खेलाडीहरूलाई खेल्छ नेपाल टिमको तर्फबाट बधाई तथा शुभकामना।